सुतिरह चाहिन्छ मस्त सुतिरह चाहिन्छ खुट्टा चढाउनु पहिलातिर हो त्यो ब्ल्याङ्केट फालेर खुट्टा चढाउनु हो खुट्टा चढाएर मस्त सुतिरह है गुड छ है गुड नानी गुड सुतिरह बिस्तारै के को आवाज आयो चाहिन्छ हेर्नु बिस्तारै के को आवाज आयो हेर्नु बिस्तारै उता हेर्नु त भूत देखेको कहाँ छ भूत त्यही त थियो यार भर्खरै हेरो टाउको झन् डरायो भनेर झन् साथी बस्न आएको भर्खरै यहाँ थियौँ ल कस्तो साला डरपुग रहेछ भूत सुत भूत आयो भने बिचमा सुत सुत चुप लाग्यो कस्तो डिस्टर्ब गर्छ सुत्नु मस्त सुतिरह सुत्यो ल यो फेरि म दिदी जानु दिदी तपाईँ जानु सुतिरह जानु यहाँ रियाक्सन दिनु है त्यो उठ्ने गर जानु बिस्तारै अब यहाँ गर्नु ल त्यो फ्रेम मिल्दैन सर यो त फेरि ल जाउँ न ल त्यहीँबाट जाउँ रोक्न मिल्दैन है ल फ्रेम मिल्दैन नि ल जाउँ एक सुतिरह जान सास ननिकाल्नु न सास ननिकाल्नु जानु 100% मात्रै दिनु क्या जानु यहाँ गरेर आएर बिस्तारै अब खुट्टा तान्नु खुट्टा चप्पो समाउनु हो तान्नु थाहा छैन तान्नु भाग्नु त्यहाँबाट भाग्नु कमल उठाउ कमले ओइ कमले मलाई ताने हो म यहाँ मिलाएर छु कहाँबाट ताल्नु मान्छे त्यो टाउको यहाँसम्म कसले ल्यायो त साला म तँलाई अघि नै भनेको भूत छ भनेर म तँलाई भनेन भूत भयो यहाँ हुँदैन थियो अघि मैले त्यही छ भने तँलाई भनेन मेरो कुरो तैँले नपत्या हामीलाई चोरले भन्नु चुडले मसँग चोर छैन अघि तँलाई मैले देखाएको कि बड्डा छोडिस् तैँले त्यहाँ चोरको त्यो टाउको त्यहीँ छोडिदिएँ मैले एक बटा थियो त्यो हेर जाने अब लाइटर झिक साठा आइसक्यो तेरो बाउ छिटो आउँछु न तेरो टाउको यसरी छु क्या यसरी भने यसरी छु हनुमान जय हनुमान ज्ञान गुण सागर ए भन्न त पनि छिटो म त लगेर भन्दै थिएँ आगो छु आउँछ फेरि अब सुत्नु है खरानीको टिका लाउनु पर्छ कहाँ यस्तो हुन्छ चुरो पनि यहाँ ठुलो रहेछ यसको होइन खरानीको टिका लाउनु पर्छ पक्की त्यसको ला त पनि ला म पनि लाउँछु जुत्ता कहाँ राखिस् ला यो बोक्सी आउँछ उल्टो जुत्ता लगाएपछि भूत आउँछ ल कुच्चो कहाँ राखिस् कुच्चो बाहिर हो यार कुच्चो पनि राख्नुपर्छ अब त्यसको भूत बाउ आए पनि जाँटो केही गर्न सक्दैन सुत अब है फेरि ताना आइन्छ बुढाहरूलाई भाइन्छ सुत्छ बोल्यो है बोल्यो चाहिँ पार्दैछ कमलले पार्नु पार्दैछौ कस्तो बनायो त मैले पार्दैन साला बासी चना हातिस त्यही निकाल्दैछस् फेरि भूत आउने हो कि ल सुत आइज सुत आइज ल पुग्यो